10 गजा क्षेत्रमा हुनुहुन्छ तर पनि मोबाइल किन्नको लागि उहाँ नेपाली बजारको प्रयोग गर्नुहुन्छ र नेपाली बजारको प्रयोग गर्दै गर्दा फेरि हाम्रो दोकानलाई उहाँले माया गर्नुहुन्छ। दाजु यो मोबाइल खरिदको लागि Redmi Note 15 Pro मोबाइल खरिदको लागि हजुरलाई धेरै धेरै शुभकामना र बधाई छ। हजुरको उत्तर प्रगति होस्, प्रगति भएकै छ। हजुरको स्वास्थ्यमा कहिले पनि समस्या नआओस्। हजुरले बेलैयामा आफ्नो घर हुँदाहुँदै पनि नेपाली बजारमा आएर यहाँ जुन हाम्रा साथीहरू हुनुहुन्छ यहाँ खरिद नगरिकन भारतीय बजारमा जुन साथीहरू जानुहुन्छ उहाँहरूको लागि के भन्नुहुन्छ? धन्यवाद भाइलाई। मैले के भन्छु भन्दाखेरि हामी नेपालीले पारी गएर किन्नु चाहिँ उचित मैले देख्दिनँ। किन भन्दाखेरि म आफू सिमानामा भएकै कारणले पारीका सामानहरू चाहिँ त्यति राम्रा र बलिया र भरपर्दा किसिमको चाहिँ नभएको मैले देख्छु। हेर्दाखेरि यहाँको जस्तै जस्तै हुने तर चाहिँ त्यहाँको लोकल किसिमको चाहिँ सामानहरू चाहिँ हामीलाई चाहिँ दिने काम चाहिँ हुनाले मैले के भन्छु भन्दाखेरि हामीले भन्छौँ पारी गएर व्यापारमा गर्नु हुँदैन, यो चाहिँ राम्रो कुरा होइन। हाम्रो व्यवसायलाई फस्टाउनुपर्छ, नेपालकै व्यवसाय फस्टाउनुपर्छ भनेर हामीले भन्छौँ। तर चाहिँ हामी नै त्यहाँ गएर लियौँ भने त त्यसको औचित्य त रहेन। मैले चाहिँ के भन्छु भन्दा एउटा राष्ट्रियताका कुरा पनि हुन्छ र आफ्नै देशको व्यवसाय बढाउनुपर्छ भनेर म सिमानामा भए पनि म नेपालमै आएर यहाँहरूको दोकानमा मैले किन्ने गर्छु। यहीँको व्यापार बढ्नुपर्छ। किन भन्दाखेरि मैले अहिले यो मोबाइल लिएर गएँ, भोलि केही बाइचान्स बिग्रेको केही भएको खण्डमा मैले चाहिँ यहाँ त मैले ल भाइ ल यसो भयो यो बिग्रेको रहेछ, यो तपाईँले तुरुन्त मलाई चाहिँ अर्को चेन्ज गरिदिनु पऱ्यो अथवा यसलाई बनाइदिनु पऱ्यो भन्दा तपाईँहरूलाई भन्न सजिलैसँग सक्छु। तर पारीको बजारमा गएर मैले भन्यो भने उसले सुन्दैन। अनि त्यो 6 महिना वर्ष दिन लगाइदेला गरे मैले मोबाइल नयाँ किनेको पैसा बुझाइसकेँ, उसले 6 महिना वर्ष दिनसम्म बिग्रेको कारणले ल म बनाउन दिएको छु भन्छ के भनेर अल्झाएको धेरै कहानीहरू मैले सुनेको छु। धेरै साथीहरू मेरै साथीहरूको पनि कतिपय त्यस्तो भएका घटनाहरू छन्। त्यसकारण आफ्नै देशको व्यवसाय बढाइदिनको लागि र हामीहरू सबभन्दा विश्वास के लिनु पर्यो भन्दाखेरि हामीले सस्तो र महँगो होइन क्वालिटी हेर्ने हो। क्वालिटीमा हाम्रो नेपालको बजारमा क्वालिटी राम्रो छ। त्यसकारण मैले यही नेपालकै यही भैरुवामै किन्छु। म बेलैया पारी सुनौली पारी गएर म किन्दिनँ भन्ने मेरो अठोट चाहिँ त्यो छ। किन भन्दाखेरि यहाँ राम्रो सामान पाउँछु मैले, त्यहाँ चाहिँ लोकल सामान आएको हुन्छ, त्यही लोकल हामीलाई चाहिँ उनीहरूले चाहिँ दिने गर्नेछ। त्यसैमा हामी झुक्किन्छौँ र अनि सस्तो पाएँ भनेर लिएर आउँदाखेरि 2 दिनमै बिग्रिने त्यसका समस्याहरू आउने कारणले गर्दा पनि आफ्नै देशको एउटा क्वालिटीको सामानहरू, किन भन्दा नेपालमा आउने सामान भनेको बाहिर विश्व बजारमा जाने सामानहरू आउने हो भने भारतमा चाहिँ आफ्नै लोकल सामान आफ्नै देशमा बनेको लोकललाई बनाइएको